हेलो साथीहरू, हामी चाहिँ अब यसो एकलट जङ्गलतिर आइदियो है। अब यहाँ आएर यसो कतै एउटा खबर पायौँ कि हामीले यहाँ काफल छन् अरे भनी। अब हामी काफल खान हिँडेको, यहाँ बाटो यस्तो छ, जानी कताडा हो। त्यहाँ धेरै तल गयो पर्खिन्छ, त्यता त होइन। हामी त यहाँ माथि आडा हो भो, बाटो बिराइयो होइन। ऊ वहाँ पुगिसकिन्छ, हेर त काफल टिप्न गएको वहाँ पुगिन्छ होइन। हामी चाहिँ अब यताबाट जाने, हामी अब यस्तो बाटो छ, यहाँबाट जान्छ। हेरौँ कताडा गइयो। ए मलाई त्यो रुख जस्तो लाखा उमा अब कहाँ खान गइयो। बाटो त यस्तो छ, आइज त्यो रहेछ। तर अलि उपल्लो बारी आइयो हामी, ती तल्लो बारी आएन, तल्लो बारी आएन लगायो, तल्लो बारी राइट लट्यो फर्किँदै। उता त उताबाट फुङ्गालिसकिन्छ। फर्किँदै यो लट्टी लट्टी गुद्रुके लट्टी काफल भनेको यो रुख के, यो सानो रुख रहेछ। काफलको रुख चाहिँ यता रहेछ कि अलि अर्को रुख थियो। म त त्यही सोचिरहेको थिएँ, त्यो काफललाई एउटा काफल फलेन, कहाँबाट काफल। ल साथी, काफल खाने भए चाहिँ आम है। मोबाइलबाट त त्यति देखेन नि क्या काफल होइन। तर अहिले हामीले चाहिँ टिपेर देखाइन्छ कि मस्तले खाने आज काफल। ल काफल खाने भए चाहिने भए चाहिँ भन्नु है। ल ए ऊ चाहिँ अब त्यस्तो बाटोमा गएँ, म पनि जानै पर्यो। अब दिली भनेर खाम्ला भनेर त भएन नभए जाने, यसले त दिन्ने मलाई। यहाँ बाटो यस्तो छ है। ए ओए गइयो गइयो हेर्छु, चोर्न त होइन आएको, काफल सोधेर खान आएको। तर बाटो चाहिँ हाइन्छ गख रहेछ।